Zedin keki kenra böse kül dadı timo membara seve kadar tince şunu topay lodu pope nangwa zeldu se क्लासमा आउनुभएका सबैजनालाई स्वागत छ। अब आज हामी के गर्नेछौँ भन्दाखेरि कुनै एउटा अक्षरको मुनि चाहिँ शब्चु छ भन्ने शब्चु छ र त्यसको पछाडि ना आउँदैछ भन्ने त्यतिखेर कसरी उच्चारण गर्ने त्यति सिक्ने। अब फर एक्जाम्पल का शब्चु पछाडि फेरि ना छ भने चाहिँ अगाडिको अक्षरको मुनि शब्चु र पछाडि ना आउँदैछ भने चाहिँ कसरी उच्चारण गर्ने त्यो सिक्नेछु। सो फेरि यसमा उम्लट यो नेपालीमा यो उच्चारण आउँदैन र अलिकति यो सिक्नुमा टाइम लाग्छ। उम्लट भन्छ फ्रेन्च जर्मन स्पेनिस त्यस्तो सिक्दाखेरि यो उच्चारण आउँछ यो उच्चारण। सो अब का शब्चु कु ना लाई चाहिँ कसरी उच्चारण गर्ने का शब्चु कु ना का शब्चु कु ना कुन। सो इन अस्ति हामीले एन सिक्यो एन यसलाई पनि उम्लट भन्छ एन। आज हामी युन सिक्दैछौँ यसलाई पनि उम्लट भन्छ र लेख्दाखेरि जर्मनमा लेख्दाखेरि के यु माथि दुईटा डट लेखेको हुनुपर्छ त्यतिखेर चाहिँ इन भन्ने उच्चारण हुनुपर्छ कुन। का शब्चु कु ना कुन का शब्चु कु ना कुन कुन कुन। अब नेपाली भाषामा बोलिरहने स्टुडेन्टले चाहिँ कुन भन्नु पर्दाखेरि चाहिँ कुइन भन्ने त्यो चाहिँ भन्नु सजिलो लाग्छ उनीहरूलाई कुइन भन्ने। त यो कु र इनलाई चाहिँ जोडेर चाहिँ इन कुन सँगसँगै कुइन होइन कुन भनेको हुनुपर्छ। अलिकति प्र्याक्टिस गर्नु भने चाहिँ सजिलै छ। का शब्चु कु ना कुन कुन कुन। पुस्तकतिर तपाईँहरूले देख्नुभयो भने चाहिँ कुन भन्ने शब्द कुनको अर्थ चाहिँ सबै अल कुन। कुन्साङ कुन्साङ भनेर नाम तपाईँहरूले सुन्नुभएको छ होला। कुन्साङ भन्दाखेरि चाहिँ सबैमा राम्रो बानी बेहोरा पढ्नु के सबैमा राम्रो हुनेलाई कुन्साङ कुन भनेको चाहिँ राम्रो कुन भनेको चाहिँ सबै साङ भनेको चाहिँ राम्रो सबै कुरोमा राम्रो कुन्साङ कुन्साङ। तपाईँले यस्तो नाम सुन्नुभएकै होला कुन्साङ भनेको अर्थ चाहिँ सबै कुरोमा राम्रो। कसरी कुन न कुन। अब यो एउटा बुझ्नु सक्नुभयो भने चाहिँ अरू बाँकी सबै एउटै रुल हो। सो त्यसरी नै अब का शब्चु कु ना कुन 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 कुइन होइन कुन एकैचोटि भन्ने कुन कुन। अब यो कुन हो भने चाहिँ यो तपाईँहरूलाई सजिलै परिहाल्छ। खा शब्चु खु
ना खुन के भिन्नता आयो कुन र खुन कुन खुन कुन खुन का खा कुन खुन गा सप्चु गु गा सप्चु गु र पछाडि ना आउँदैछ त्यतिखेर चाहिँ उम्लट उन सो गा सप्चु गु ना गुन गुन अब नेपाली बोलिरहनेलाई चाहिँ गा सप्चु गु ना गुन भन्नु पर्दा चाहिँ गुइन भनेर मुखदेखिको यसरी निस्किन्छ तर यो दुईटा गु र उनलाई चाहिँ सँगै उच्चारण गरेर चाहिँ गुइन गुइन अलिकति प्र्याक्टिस गर्नुपर्छ त्यहाँदेखिको सिक्नु सजिलो परिहाल्छ का सेप्चु कु ना कुन खा सेप्चु खु ना खुन गा सेप्चु गु ना गुन गा सेप्चु गु ना गुन यो उच्चारण चाहिँ नेपालीमा छैन अब अस्ति पहिलाको सिकेको र यो सँगसँगै सिक्ने अस्ति हामीले यो दुईटै उच्चारण नेपालीमा छैन र अब का नारो को ना कन अस्ति सिकेको हामीले का नारो को ना कन का नारो को ना कन अब यो आज सिकेको चाहिँ का सेप्चु कु ना कुन र के भिन्नता आयो कन र कुन कन कुन कन कुन कन कुन कनारो को ना कन कसिप्चु कु ना कुन कुन कन कनारो को ना कन कसिप्चु कु ना कुन कन कुन कन कन कुन कन कुन gan naru go na gun en gun gan naru go na gun gan naru go na gun ga sepchu gu na gun 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 अब अझै दुईवटा अलिकति उच्चारण गर्नु साह्रो पर्ने अझै दुईवटा छ त्यहाँदेखिको सजिलै पढ्दै जान्छ अब छिटै पढ्न सक्नुहुन्छ र मैले अलिकति ग्याप राख्दैछु आजकल 2-3 दिन त कि तपाईँहरूले चाहिँ प्र्याक्टिस गर्ने समय पाओस् भनेर चाहिँ मैले 2 दिन ग्याप राखेर फेरि अर्को क्लास त्यसरी गर्दैछु अब जबसम्म यो अर्को क्लास आउँदैन तबसम्म यो प्र्याक्टिस गरिरहनुहोस् यो मात्रै होइन अगाडिको जति नै सिक्नु भएकोहरू सबै प्र्याक्टिस गर्नुहोस् रिभिजन गर्नुहोस् का नारो को ना कन का सेप्चु कु ना कुन कन कुन कन कुन गा नारो गो ना गन गन गा सेप्चु गु ना गुन गन गुन गन गुन
र एकदमै बिस्तारी स्टेप बाई स्टेप हामी सिक्ने नेक्स्ट टाइम गा कानहरू को नाकुन कसरी कुन नाकुन त्यो अझै उच्चारण गर्नु अलिकति साह्रो पर्ने चाहिँ दुईवटा छ अझै। यो दुईवटा सक्यो भने चाहिँ उच्चारण गर्नु साह्रो पर्ने अरू केही पनि आउँदैन। अब यो जुन चाहिँ रुल मैले सिक्दाखेरि यो रुल मैले जानेको थिएन र मैले 22 साल पढाउँदै मैले यो रुल पाएँ। यो अगाडि सक्चु छ र पछाडि ना छ भने चाहिँ उम्लट, जर्मन भाषामा उम्लट भन्छ। युन भन्ने आवाज त्यो उच्चारण भएको हुनुपर्छ भनेर चाहिँ मैले धेरै सालको बादमा सिकेको र त्यसलाई टुक्राएर अलिअलि गर्दै जोड्दै अब लास्टमा अलिकति साह्रो भनेको चाहिँ यही नै हो। अब यहाँ हेर्नुहोस्, यस्तो हेर्दाखेरि कम्प्लिकेटेड देख्नु हुँदैछ होइन, तर यो पहिला सबै हामीले टुक्रा गर्दै सिकेको। यो ता हो, ताको माथि सा जोड्यो भने उच्चारणमा केही भिन्नता आउँदैन भनेर सिकिसकेको हो। सा त ता न रो तो ना तेन अस्ति सिकेको। तेन माने देखाउनु, तेन। सा त ता सचुतु ना तुन आज सिकिएको, तुन तेन तुन तेन तुन तेन तुन तेन तुन। सा त ता न रो तो ना तेन जर्मनमा यसरी लेख्छ, एन ए ओ होइन ए तेन। सा त ता सचुतु ना इ तुन। दा सक्चु दु ना आज सिकेको, युन। दा सक्चु दु ना दुन। दा नारो दो ना दन अस्ति सिकेको, 2-3 दिन अगाडि सिकेको। दन र दुन, दा सक्चु दु ना दुन। अब पहिला तपाईँलाई सिक्दाखेरि दुन भनेर चाहिँ उच्चारण गर्नु अलिकति साह्रो पर्छ। तपाईँको मुखदेखिको दुविन भनेर नेपाली बोल्ने स्टुडेन्टको मुखदेखिको यस्तो निस्किनु सक्छ, दुविन भनेर।
यसलाई सँगै उच्चारण गर्नुपर्छ द्युन द नारो दो ना द्युन द सेप्चु दु ना द्युन 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 जस्तै चिक्नी सुमसी गाठुक द्युन 7 चिक्नी सुमसी गाठुक द्युन 1 2 3 4 5 6 7 द्युन द सेप्चु दु ना द्युन pa naru po na pen pa naru po na pen pa naru po na pen n 3 दिन अगाडि सिकेको उच्चारण n pen आज सिकेको पा सच्चु पु ना उम्लट उन पिन pen पिन pa naru po na pen pa sच्चु पु ना पिन pa naru po na pen pa sच्चु पु ना पिन pa naru po na pen pen pa sच्चु पु ना पिन pen पिन pa 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 मा नेपालीको अक्षर मा जस्तो नै देख्छ मा नारो मो ना मेन मा नारो मो ना मेन मा सेप्चु मु ना मुन मेन मुन मेन मुन मेन मुन मा नारो मो ना मेन मा सेप्चु मु ना मुन मा नारो मो ना मेन मा सेप्चु मु ना मुन मुन मेन मेन मुन पापा बामा Papa Bama चा नारो चो ना चन n chen चा नारो चो ना chen चा नारो चो ना chen chen चा सेप्चु चु ना चिन chen चिन chen चिन चा नारो चो ना chen चा सेप्चु चु ना चिन चा नारो चो ना chen चा सेप्चु चु ना चिन अब हामी अहिले बिस्तारै तपाईँहरू सिकिरहनु भएको छ किनभने कतिजनाले फुर्सदै पाएको छैन त्यसले गर्दाखेरि अलिक एकदमै 2 दिन 3 दिन ग्याप राख्दै सिकाउँदैछु र
वास्तवमा एकदमै ध्यान दिएर सिक्ने हो भने पढ्नु लेख्नु त 17 घण्टामा सिक्नु सक्नुहुन्छ। तर त्यसको लागि तपाईँले रुचि देखाएको हुनुपर्छ। धैर्य, मेहनत, रुचि, समय यो सबै अब ज्ञान यो सबै छ भने त 17 घण्टामा त आरामसित सक्नुहुन्छ। तर म अहिले बिस्तारै सिकाउँदैछु, किन भन्दाखेरि कतिजनाले समय नै दिनु पाएको छैन। म यहाँ यसरी खोलेर हेर्दाखेरि कतिजना आएछ भनेर देख्न सक्छु इतिहासमा। त्यसले गर्दाखेरि बिस्तारै अब सक्नु आँटेको छ, एकदमै सक्नु आँटेको छ। अर्को महिना अहिले अक्टोबर, अर्को महिनाको 20 तिर तपाईँहरू पढ्न सक्नुहुन्छ बिस्तारै बिस्तारै। तर समय दिनुहोस्। जुन 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 या नारो यो ना, या नारो यो ना 3 दिन अगाडि सिकेको। एन यन, या नारो यो ना यन यन, या नारो यो ना यन यन, या नारो यो ना या नारो यो ना युन, या सबजु यु ना युन। या नारो यो ना युन, या सबजु यु ना युन, युन युन, युन युन, युन युन, यन्तेन। अस्ति हामीले गरेको यन्तेन गुण, बुद्धको गुण साङ्ख्यिकी यन्तेन। तपाईँ नाममा पनि सुन्नुभएको छ होला। यन्तेन भनेको चाहिँ गुण। यन्तेन युन, यस युन सा नारो सो ना 3 दिन अगाडि सिकेको। सा नारो सो ना एन सन सन, सा नारो सो ना सन एन सन, सा सेप्चु सु ना युन सुन सन सुन, सन सुन, सन सुन। र यो नियम सबै अक्षरमा लागू हुन्छ। कदेखिको आसमालाई यही नियम यदि अगाडिको अक्षरको मुनि झप्चु छ र पछाडि नआउँदैछ भने यही रुल कदेखिको आसमा सबैमा यही लागू हुन्छ। र मैले सबैमा त्यो मा चाहिँ त्यसरी लेखेको छुइनँ। वास्तवमा कासेचु कुन्ना कुन, खासेचु कुन्ना कुन, गासेचु गुना गुन, चासेचु चुना चुन, छासेचु छुना छिन। तर मैले त्यसरी सबैमा लाग्छ। तर मैले कतिवटामा चाहिँ एक्जाम्पल लिएर यहाँ लेखेको छु। सबैमा यही लाग्छ। र यसमा पनि तपाईँहरू काम गर्नु हुँदाखेरि यो युट्युबलाई खोलेर तपाईँ सुनिरहनुहोस्।
चा नारो चो ना चन चा सेप्चु चु ना चुन चन चुन या नारो यो ना यन यन या सेप्चु यु ना युन यन युन यन युन सा नारो सो ना सन 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 सा सेप्चु सु ना सुन सुन सन सुन सन सुन र यसरी अब अलिकति उच्चारण गर्नु अलिकति साह्रो पर्ने चाहिँ दुईटा मात्रै छ त्यहाँदेखिको तपाईँको हर्डलहरू सबै सक्यो त्यहाँदेखिको सजिलै ओह्रालो गएको जस्तै नै तपाईँहरूले महसुस गर्नु सक्नुहुन्छ र आजको लागि यति नै अनि आउनुभएकोमा धन्यवाद सी यु लेटर